हेलो एभ्रिवान, गुड मर्निङ। म चाहिँ अहिले सिलिचो उकालो चढ्दैछु। तल माबु बजारदेखि नै भिडियो स्टार्ट गर्नु पर्यो भनेको सकिन, एकदम चिसोले गर्दाखेरि र उठ्ने बित्तिकै हामी हिँडिहाल्यौँ। म चाहिँ माथिको भ्यूहरू देखाउनको लागि अलिकति छिटो हिँडेको। यहाँ डेमा दिदी भदैहरू त्यहाँनिर आउनु हुँदैछ र अहिले कति बज्यो भने 5:50 भएछ। सरी दिदी डेमा भदैलाई चाहिँ, किनभने उहाँहरूसँगै म तल रह्यो भने यस्तो राम्रो भ्यूहरू म क्याप्चर गर्न पाउँदिनँ। यहाँ भनेको अब आइराखिँदैन, नत्र दिदी डेमाहरूलाई छोडेर आउनु चाहिँ मन थिएन मलाई। म यहाँ अहिले एक्लै हिँडिरहेछु। एक घन्टाभित्रमा चाहिँ माथि निस्किसक्छु कि भनेको एकदमै गाह्रो भयो। हत्तेरिका, त्यही माथि यस्तो हावा चल्छ उडाउला जस्तै। हामी चाहिँ बिहान यहाँबाट आएको। साल्पा पोखरी चाहिँ यहाँ छ, थोरै टल्किरहेको छ। पहिलो घामको किरणले चाहिँ भेटेको छ, एकदम कस्तो न्यानो भयो। भिरहरू चाहिँ एकदमै डेन्जरै छ। आमाले अस्ति भन्नुभएको थियो हावा एकदम आउँछ, जोगेर जानु, मान्छे उडाउने हावा आउँछ भन्नुभएको थियो। यो पाखामा चाहिँ मलाई झन्नै उडायो। यो ढिलै हुँदै आएको। अझै यता माथि जानुपर्ने होला। बाटो चाहिँ एकदम ठाडो उकालो, यस्तो चट्टानै चट्टान मात्र भएको ठाउँ हो। 7 बजिसक्यो हो, कति बेला पुग्ने होला। त्यही माथि म एक्लै छु, आत्मा बल बढाएर चाहिँ म निस्किँदैछु। डेमा दिदीहरूलाई चाहिँ मैले तलै छोडिसकेँ। म चाहिँ यस्तो डाँडाहरू पार गरेर चाहिँ यहाँ आइपुगेँ। यो ढुङ्गानिर चाहिँ फोटो खिच्न मन थियो। अब मेरो बाटो भनेको चाहिँ यहाँ यस्तो हुँदै उकालो होला सायद। यस्तो सुनसान ठाउँमा यो बिच बाटोमा एक्लै छु म। आफूलाई मोटिभेट गरेर हिँडिरहेछु। यता पनि भिड हो। फाइनली एउटा छ जस्तो छ। मैले चाहिँ अलिकति रिस्क उठाएरै यो भिडमा पनि म भिडियो बनाउँदै हिँडिरहेछु। किनभने यस्तो बाटो छ भनेर देखाउनु त पर्यो नि। यस्तो छ, यहाँदेखि तल एकैचोटि भिड, तर थोरै मात्र लिन्छु। मलाई भिड चल्तिर हेरेर एकदम चक्कर लाग्छ। आमामामा, यहाँदेखि फेरि उकालो रहेछ।
भेट्नेछु। फाइनली म पनि आइपुगेँ। फाइनली गाइस म पनि आइपुगेँ। यहाँ चाहिँ सुम्निमा पारो हामीले चाहिँ बास गर्नुभएको ठाउँ र हामी किराँती जातिहरूको चाहिँ उत्पत्ति भएको ठाउँ मानिन्छ। मेरो बाजे पुर्खाहरूले भन्नुहुन्थ्यो निकै गाह्रो छ भन्नुहुन्थ्यो। गाह्रो त रहेछ, तर पनि म यहाँ आइपुगेँ। अब चाहिँ म यहाँबाट देखिने जस नजारा भ्यूहरू चाहिँ हजुरलाई म देखाउने छु। हजुरहरू यहाँको भ्यू हेर्नलाई रेडी हुनुहुन्छ भने 1 2 3। यो जुन पाखा देखिरहेछ त्यो चाहिँ सबै धुपहरूको बोट रहेछ। सुनपाती भैरुङपाती भन्ने। यहाँ मलाई चाहिँ अघि काकाहरूले टिपेर ल्याइदिनु भएको छ। म पनि जानु पर्यो भनेको, अब जाम कि नजाम भयो, छनु त छ। मान्छेले स्वर्ग भन्छ नि, स्वर्ग भन्ने ठाउँ चाहिँ सायद यही नै होला है। यहाँ जति फोटो भिडियो खिच्दाखेरि पनि भित्रै मर्दैन हो। ठाउँै यस्तो छ छोडेर जाने मन छैन। के गर्नु, फर्किनु पर्ने हुन्छ। स्वर्ग भन्ने चाहिँ सायद दिदीहरू चाहिँ अझै पनि आइपुग्नु भएको छैन। त्यति बेलासम्म चाहिँ अब म फोटोहरू भिडियोहरू बनाउँदै बस्छु। ल है हाम्रो पुर्खाले बास गर्नुभएको ठाउँ। खोइ म त त्यहीँ सबै चढाइदिएँ। उनीहरूलाई घन्टी मात्रै बाँधिदिनु पर्यो, घन्टी बाँधेर भेटी चढाइदिएँ। हामी चाहिँ अब पूजापाठहरू पनि सक्यौँ। अब चाहिँ छिटो छिटो गरेर तल झर्नुपर्ने हुन्छ। मेरो भिडियो पनि अब म धेरै लामो भइसक्यो, यहीँ इन्ड गर्न चाहन्छु। जति पनि अहिलेसम्म भिडियो हेरेर साथ दिनुभएको छ धेरै धेरै धन्यवाद। र के भन्न चाहन्छु भने मेरो भिडियोलाई चाहिँ लाइक सेयर सब्सक्राइब गरिदिनु होला। यति भन्दै नेक्स्ट भिडियोमा भेट्ने बाचाको साथ छुट्टिन्छु। बाई बाई। म चाहिँ यहाँ सुनपाती टिप्दैछु अनि यहाँ आमाले सुनपाती पनि टिपेर ल्याइदिनु भन्नुभएको थियो। त्यही भएर हाम्रो बिजुवाहरूले चलाउने यो धुप हो।